युट्युब च्यानल सुरेश भ्लग युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। म चाहिँ सुरेश नेउपाने। यतिखेर म चाहिँ नुवाकोट जिल्ला बेलकोट नगरपालिका वडा नम्बर 2 मा रहेको छु। तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ म चाहिँ आलु खेतीतिर आएको छु। यो आलु खेती चाहिँ नुवाकोट जिल्लामा चाहिँ प्राय मानिसहरुले किसानहरुले लगाउने गर्दछन्। यो चाहिँ मङ्सिरे धान बाली भित्राएपछि जोतेर मल बोकेर टक्क ड्याङ उठाएर टक्क आलु लगाउने चलन छ। भिडियो अन्तिमसम्म हेरेर कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला, साथै सब्स्क्राइब पनि गरिदिनु होला।